वेलकम टु माई ब्लग गाइज। माया गरिदिनु ल, हामी निक्लियौँ अब। दाजुभाइ भएर यसो छुट्टीको दिन हिरो भएर निक्लिसक्यौँ ल। हाम्रो रोयल दाजुको लुक्स चाहिँ यस्तो छ है त। लुक्स चाहिँ ल दाजु हाई हुनु त। यस्तो छ, खत्रै देखिनु भएको छ आज। अनि मेरो चाहिँ फाइनल लुक्स यस्तो छ गाइज, यस्तो छ है। खत्रै न्यु लुक्स आइदिएको आज होइन। ल अब यस्तै छ, चरै चरा छन् त्यहाँ हेर त गाइस। चरै चराहरू यति राम्रो चराहरू बसिरहेको कहाँबाट आएको। पानी हुन्छ, पानी गएर एउटा पानी जम्मा भएको रहेछ। त्यसमा चाहिँ आँखामा कति राम्रो देखेको। थुप्रै देख्यो, थुप्रै देख्यो। यस्तो चाहिँ हाम्रो कम्पनीको ग्राउन्ड बोर्ड अगाडिको। अनि ठ्याक्क हाम्रो कम्पनी भनेको यता छ, त्यो भनेको हाम्रो रोयल कम्पनी स्पिरिट गार्ड मेडलिस्ट। खत्रै गाइस, खत्रै खत्रै चरा उड्याछन्, खत्रै चरा उड्याछन्। उडेर कता गए निस्केर आयो। गाडीले चरालाई बस्न देखाइन, उड्दै छ चराहरू यसरी। खत्रै देखियो गाइस, खत्रै देखियो है, खत्रै देखियो गाइस है, खत्रै देखियो, खत्रै देखियो। यतापट्टि आए गाइस। लाग्यो बाटै बाटो, गाडी अगाडि अगाडि हिँड्दै हुनुहुन्छ, दाइ अगाडि अगाडि हिँड्दै हुनुहुन्छ, म ठ्याक्क पछाडि हिँड्दैछु। है गाइस, त्यो छ आज फाइनल लुक। चरा पनि राम्रो छ, चरा पनि राम्रो उडिरहेछन्। राम्रै भयो आज शुभ भयो चरालाई देखेर राम्रो दिनहरू होइन। हाम्रो अगाडिपट्टि जाने बाटो छ सिधै ग्राउन्ड बोर्ड तरेर अगाडि। त्यहाँबाट ठ्याक्क सिधा गयो भने अल्जाबर क्याम्प आउँछ। ठ्याक्क साथीहरू माथि यो बाटो चाहिँ माथि सिधै गयो भने पार्क आउँछ, हाम्रो टिकटक बनाउने ठाउँ यता छ। टिकटक बनाउने ठाउँ यो माथि पार्क छ, सिधै माथि। अब चाहिँ हामी तर्नुपर्ने हुन्छ, बाटो बन्नुपर्ने हुन्छ। यस्तै छ छुट्टीको दिन, रमाइलो गर्नै पऱ्यो, जानै पऱ्यो होइन पऱ्यो नि पऱ्यो। चराहरू यता फेरि आइसक्यो माथि। यो बाटो सिधै गयो भने अल्जाबर भन्ने कम्पनी आउँछ, ठुलो कम्पनी छ। गाडी र पारी हो ठाउँ त लास्टै टाढै छ, हामी बस्ने ठाउँ। यो फोर कम्पनी हो, यो फोर कम्पनी, यो फोर कम्पनी उता लेबर क्याम्प, उता अल्जाबर क्याम्प। अन्त पछाडि भयो हाम्रो सिक्युरिटी गार्ड मेडलिस्ट यो सूर्यको मुनि। त्यस्तै छ गाइस, चल्दैछ, जिन्दगी कट्दैछ। 6 दिन परिवार काम गऱ्यो, एक दिन छुट्टी हुन्छ। यसो रमाइलो गरेर निक्लिनै पऱ्यो होइन। अगाडि मस्जिद पनि छ अगाडि। कुन क्याम्प गरेर कुन मल गर्दै मदिना हल, मदिनाको साइडमा मस्जिद पनि छ। यहाँनिर पोखरको माथि माथि चरा उड्याछन् मजाले। चराहरू रमाइलो गर्दैछन्। आज राम्रो दिन बनाएको छ। हिजो पानी परेर चिसो भएको छ। पोखरमा खानेकुरा हुन्छ नि त, त्यहाँको पोखरमा खानेकुरा छ। चराहरू पनि खाओस्, रमाइलो गर्छ अरू पनि। चढ्छ
चराहरूलाई हेरौँ है, चराहरूलाई हेरौँ कस्तो राम्रोसँग बसेको छ त्यहाँ माथि। कस्तो राम्रोसँग बसेको लाइन लगाएर है साथीहरू। यस्तै छ, कट्टा लाग्यो, यति गनाउँछ यो फोरो। के गर्नु त, बस्नै पर्यो, कमाउनै पर्यो, पैसाको लागि जे पनि गर्नुपर्छ होइन। गलत काम चाहिँ गर्नुहुन्न, त्यति हो। यतातिर पनि बसिरहन् चराहरू माथि। यहाँ एउटा दाइ चाहिँ फोहोर निकाल्दै हुनुहुन्छ माथि। गाह्रो छ नि परदेशमा साथीहरू, गाह्रो छ नि भने जस्तो छैन सजिलो। यता हेर्नु यस्तो फोहोरो पनि, यस्तो फोहोरोमा काम गर्नुपर्ने, पैसाको लागि मान्छेले केसम्म गर्दैन त हेर्नु त होइन त। पैसाको लागि मान्छेले केसम्म गर्दैन क्या, गाह्रो छ नि, गाह्रो छ। अब काम छ हातमा आज गर्न लाग्दैन होइन। है फर्स्ट ब्लग गर्नु लाग्छ, हातै दुख्नु भन्छ, हातै दुखिसक्यो क्यामेरा पक्राइ गर्नुपर्छ। मोबाइल क्यामेराले हुन्छ, मोबाइल क्यामेरा 5 किलो क्यामेरा हुन्छ, अलि साथ पट्टु हुन्छ, अलि साथ टिचर हुन्छ। हेर्नु है गाइजहरू, यो पुरा अल्जाबर क्याम्प यति ठुलो छ नि, यो क्याम्प पुरा अल्जाबर क्याम्प यो उतासम्म छ, उतासम्म कस्तै ठुलो। अल्जाबर क्याम्पले आजभोलि अरू कम्पनीको मान्छेहरूलाई पनि त्यो बेच्न थाल्यो नि त, रुमहरू ल है साथीहरू। अगाडि एउटा दाइ आउँदै हुनुहुन्छ, हेर्नु है, हातमा निलो प्लास्टिक होला। त्यो निलो प्लास्टिक देख्ने बित्तिकै त्यो खतराको सङ्केत हो है त, बुझ्नुको लागि भइया। निलो प्लास्टिकभित्र सामानै सामान हुन्छ। होइन त यो ठाउँको नाम के रहेछ म देखाइदिन्छु। जगिङ गर्न गाह्रो छ नि भने जस्तो कहाँ सजिलो छ त होइन त। धेरै गाह्रो छ, धेरै गाह्रो छ। एकछिन पानी परेर पानी बनाइदियो। है साथीहरू, हामी निक्ल्यौँ यो बाटोमा। अब यो बाटोबाट हामी लेफ्ट लिन्छौँ। लेफ्ट लिएर गएर त्यहाँ रेस्टुरेन्टहरू छ, त्यहाँनिर खानासाना खाइन्छ। यो यताबाट अब हामी यता जाने, यताबाट यता। अनि सबै अल्जाबर क्याम्प हो, सबै अल्जाबर क्याम्प हो। यतादेखि लिएर सबै अल्जाबर क्याम्प हो, पल्लोसम्म उतासम्म देखिँदासम्म सब अल्जाबर क्याम्प हो। यस्तो छ अल्जाबर क्याम्प है त। हामी अब यो बाटो सिधा जानुपर्छ। त्यहाँ अगाडि गएर जेब्रा क्रसिङ छ, जेब्रा क्रसिङबाट पल्लोपट्टि गएर थोरै अगाडि गएपछि रेस्टुरेन्टहरू आउँछ। ठिकै छ, चल्दैछ। जाडो भएको थियो होइन, यसो बाहिर घुम्न आइयो। घाममा अलिकति रमाइलो भएर पक्काको भएर आयो। गाइजहरू यस्तो स्केटिङ गर्छ नि त, तपाईँहरू है यस्तो स्केटिङ गर्छन्, कति रमाइलो हुन्छ है, कति रमाइलो हुन्छ है स्केटिङ गर्दा पनि। स्केटिङ गर्दा यस्तै छ। अब अगाडि गएर ब्लग बनाउला। ढिलाकै दाइ उता पुगिसक्नु भयो रहेछ। ल अहिले चाहिँ एकछिन बन्द गर्छु। अहिले जाने एकछिन परेको थियो। हिजो एकछिनको राति पानीले यति यता तालाबै तालाब बनाएको छैन त गाइस, तालाबै तालाब बनायो। एकछिनको पानीले यत्रो पानी
एकछिन पानी परेपछि कस्तो हुन्छ यहाँ पानी हुन्छ एकछिन परेपछि ओभरै छ पानी यो एक त बालुवावाला ठाउँ हो बालुवा भएर एकछिन बालुवा पानी परेपछि नुन जति हुन्छ नि त्यो सेतो नुन सब माथि आएर जम्छ अनि पानी एकछिनमै जम्छ यति टाइट हुन्छ कि सिमेन्टले वाल बनाएको जस्तो टाइट हुन्छ अब यो सुक्न धेरै दिन लाग्छ लगभग 20 दिन लाग्छ 20 दिन अप्रोक्सिमेटली 20 दिन लाग्छ त्यहाँ चाँडै सुक्दैन तल्लोपट्टि यस्तो छ गाइज पसलहरू छ यता लन्ड्रीहरू छ सलुनहरू छ तल्लै छ है यो भनेको अल्दाबर क्याम्पहरू हो यो पुरा अल्दाबर हो यो यस्तो छ गाइज चल्दैछ हामी पनि हिँड्दैछौँ एकछिन एक्सर्साइज पनि भइरहेछ हेर्नुहोस् है यस्तो हुन्छ यो पोखरको गाडी हो यो सबै फोहोर उठाउने गाडीले नै उठाउँछ बक्सा उठाएर हाल्ने भित्र सबै गाडीले नै गर्छ मान्छे गर्नु पर्दैन एउटा मान्छे भएपछि इनफ हुन्छ यस्तो भइरहेको छ पहिला उता गाइडहरू त्यो केही पनि हामी आउँदाखेरि 2019मा आउँदाखेरि केही पनि थिएन यता रेस्टुरेन्ट केही पनि थिएन यिनीहरू चाहिँ थिए हल्का फुल्का त्यो केही पनि थिएन अहिले पुरै एरिया भइसक्यो त्यो एउटा रेस्टुरेन्ट के बनाइदिइसक्यो अहिले त यो लाइनमा घरै नभएको थियो पहिला घरै थिएन यो घरहरू केही पनि थिएन पहिला कति छिटो विकास हुन्छ कति छिटो दिनहरू पर्छ प्रदेशमा आएपछि दुःख गर्नुपर्छ दिन कटेको खानै पाइँदैन है त्यस्तै छ सबै मान्छे आफ्नो दुनियाँमा बिजी हुन्छ कसैले मतलब गर्दैन अनि गाई यहाँ एउटा यता फेरि यस्तो एरियामा पनि खासै एकदम सिटी एरिया त होइन यो इन्डस्ट्रियल एरिया हो लेबर बस्ने ठाउँ यता पनि अस्तिबाट पोलिसीहरू रुल्सहरू रेगुलेसनहरू लास्टै टाइट गरेको छ एउटा हाम्रो दाइलाई अस्ति यतै आउनुभएको दाइ बाटो त्यतिकै क्रस गर्नुभएको थियो पुलिस आएर फाइन हानिदियो 300 दिनमा अब यताबाट जान नपाउने यहाँबाट नकट्न पाउने यता चाहिँ जेब्रा क्रसिङ छ जेब्रा क्रसिङबाटै कट्न पर्ने नियम त कडा छ नि साथीहरू यता त्यहाँ जेब्रा क्रसिङ छ अगाडि यहाँबाट हामी कट्न पर्ने हुन्छ पारिपट्टि जानलाई हो यहाँ जेब्रा क्रसिङ छ तर्न पर्ने हुन्छ हामीलाई होइन पल्लोपट्टि जानलाई एनिवेज तर रुल्स चाहिँ फलो गर्नुपर्छ रुल्स अलवेज क्रिएट सेफ्टी इन्भाइरोमेन्ट भन्ने चाहिँ हो रुल्समा मान्छे बस्यो भने कसैले केही गर्न पाउँदैन एक्सिडेन्ट हुँदैन यो अब यसरी यताबाट कट्ने पछाडि गाडी आउँदैछ गाडी रोक्नै पर्छ हामी जेब्रा क्रसिङमा भएपछि यता पनि अब गाडी आउँदैछ त्यही पनि हामी जेब्रा क्रसिङ भएपछि रोक्नै पर्छ यस्तो हुन्छ गाडी यता एकछिन परेको थियो हिजो एकछिनको राति पानीले यति यता तालाबै तालाब बनाएको छैन त गाई तालाबै तालाब बनायो एकछिनको पानीले यत्रो पानी एकछिन पानी परेपछि कस्तो हुन्छ यहाँ पानी हुन्छ एकछिन परेपछि ओभरै छ पानी यो एक त बालुवावाला ठाउँ हो बालुवा भएर एकछिन बालुवा पानी परेपछि नुन जति हुन्छ नि त्यो सेतो नुन सब माथि आएर जम्छ अनि पानी एकछिनमै जम्छ यति टाइट हुन्छ कि सिमेन्टले वाल बनाएको जस्तो टाइट हुन्छ अब यो सुक्न धेरै दिन लाग्छ लगभग 20 दिन लाग्छ 20 दिन अप्रोक्सिमेटली 20 दिन लाग्छ त्यहाँ चाँडै सुक्दैन तल्लोपट्टि यस्तो छ गाइज पसलहरू छ यता लन्ड्रीहरू छ सलुनहरू छ तल्लै छ है यो भनेको अल्दाबर क्याम्पहरू हो यो पुरा अल्दाबर हो यो यस्तो छ गाइज
चल्दैछ, हामी पनि हिँड्दैछौँ, एकछिन एक्सर्साइज पनि भइरहेको छ। हेर्नुहोस् है, यस्तो हुन्छ। यो पोहोरको गाडी भयो, सबै पोहोर उठाउने गाडीले नै उठाउँछ, बक्सा उठाएर हाल्ने भित्र सबै गाडीले नै गर्छ, मान्छे गर्नु पर्दैन। एउटा मान्छे भएपछि नपुग्छ। यस्तो भइरहेको छ। पहिला उता गाइडहरू त्यो केही पनि, हामी आउँदाखेरि 2019मा आउँदाखेरि केही पनि थिएन यता, त्यो रेस्टुरेन्ट केही पनि थिएन। यिनीहरू चाहिँ थिए हल्का फुल्का, त्यो केही पनि थिएन। अहिले पुरै एरिया भइसक्यो त्यो एउटा रेस्टुरेन्ट, के बनाइदिइसक्यो अहिले त। यो लाइनमा घरै नभएको थियो पहिला त, पहिला घरै थिएन, यो घरहरू केही पनि थिएन पहिला। यो कति छिटो विकास हुन्छ, कति छिटो दिनहरू कट्छ। प्रदेशमा आएपछि दुःख गर्नुपर्छ, दिन कटेको थाहा नै पाइँदैन है। त्यस्तै छ, सबै मान्छे आफ्नो दुनियाँमा बिजी हुन्छ, कसैले कसैको मतलब गर्दैन। अनि गाइज यहाँ एउटा यता फेरि यस्तो एरिया पनि खासै एकदम सिटी एरिया त होइन, यो इन्डस्ट्रियल एरिया हो, लेबर बस्ने ठाउँ। यता पनि अस्तिबाट पोलिसिसहरू, रुल्सहरू, रेगुलेसनहरू लास्टै टाइट गरेको छ। एउटा हाम्रो दाइलाई अस्ति यतै आउनुभएको छ, दाइ बाटो त्यत्तिकै क्रस गर्नुभएको थियो, पुलिसले आएर फाइन हानिदियो 300 दिरहम। अब यताबाट जान नपाउने, यहाँ बाटो नकट्न पाउने, यता चाहिँ जेब्रा क्रसिङ छ, जेब्रा क्रसिङबाटै कट्न पर्ने नियम त कडा छ नि साथीहरू। यता त्यहाँ जेब्रा क्रसिङ छ अगाडि, अब यहाँबाट हामी कट्नु पर्ने हुन्छ पारिपट्टि जानलाई। हो यहाँनिर जेब्रा क्रसिङ छ। यहाँनिर चाहिँ जेब्रा क्रसिङ छ, यहाँबाट तर्न पर्ने हुन्छ हामीलाई होइन, पल्लोपट्टि जानलाई। एनिवेज तर रुल्स चाहिँ फलो गर्नुपर्छ। रुल्स अलवेज क्रिएट सेफ्टी इन्भाइरोमेन्ट्स भन्ने चाहिँ हो। रुल्समा मान्छे बस्यो भने कसैले केही गर्न पाउँदैन, एक्सिडेन्ट हुँदैन। यो अब यसरी यताबाट कट्ने, पछाडि गाडी आउँदैछ, गाडी रोक्नै पर्छ। हामी जग्गा क्रसिङमा भएपछि यता पनि अब गाडी आउँदैछ, त्यही पनि हामी जग्गा क्रसिङ भएपछि रोक्नै पर्छ। यस्तो हुन्छ गाइज यता।